थैट कस्तो बोर भएको क्या। यो ठाउँ देखेपछि सबैले थाहा नै पाइसक्नु भयो कुन ठाउँ हो भनेर। यो चाहिँ बौद्ध हो। अहिले चाहिँ म बौद्धमा छु। यो क्षेत्र पनि राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत भएको क्षेत्र हो। अब स्कुलमा हुँदा राष्ट्रिय सम्पदा सूचीको क्षेत्रहरू भनेर पढेको हो, त्यही भएर म यो ठाउँ पनि आइपुगेको हो। यसको भिडियोहरू चाहिँ मैले बुद्ध जयन्तीको दिन बनाइसकेको थिएँ, पुरै भिडियोहरू। बोर हुनुको कारण भनेको चाहिँ त्यही नै हो। पुरा भिडियोहरू मैले बनाइसकेको थिएँ बुद्ध जयन्तीको दिनै। एडिटहरू सबै गरेर भ्याइसकेको थियो, हाल्नु मात्र बाँकी थियो। यो हाल्नुभन्दा अगाडि चाहिँ मैले व्हाइट गुम्बाको हाल्छु भनेर व्हाइट गुम्बाको एडिट गरेर पनि हालिसकेँ। अनि पछि चाहिँ यसको हाल्नु पर्यो भनेर भोलिपल्ट यसो हेर्दाखेरि त मैले सबै फाइल नै डिलिट गरिदिन्छु क्या। यस्तो बोर भयो नि, म त के गर्नु भयो भने व्हाइट गुम्बाको सबै भिडियोहरू हो भनेर मैले त सबै बिर्सेर डिलिट गरिदिएछु। सबै भिडियोहरू फेरि यस्तै गुम्बा टाइपको भयो क्या। अब स्वयम्भूको पनि थियो मसँग, अनि बौद्धको पनि भयो, व्हाइट गुम्बाको पनि भयो। अनि मैले त सबै सकियो भनेर चाहिँ व्हाइट गुम्बाको हो भनेर सबै के धुनमा हो डिलिट गरिदिएछु।